हेलो एभ्रिवान वेलकम ब्याक टु माई च्यानल। गुड मर्निङ सबैलाई होइन। आज चाहिँ हामीले जाँदैछौँ माक्ला मन्दिर। अन्त चाहिँ अब आसामबाट निनीहरू नि आउनु भएको छ नि त। फर्स्टै चाहिँ अब मन्दिरमै घुमाइदिनु, दर्शन गर्नु लैजाउँ भनेर होइन। मलाई पनि जानु इच्छा थियो, त्यही भएर जाँदैछौँ। यहाँ मुन्टु बुलो छ, हाई भनिदेऊ। यहाँ आइस काका र जमुना निनी छ हो। जाँदैछौँ आज मन्दिर। हामीसँग बोजू पनि जान्छ, बोजू चाहिँ र गाइस आज चाहिँ हामी मन्दिर गएको। यहाँ बोजू म छ हाम्रो सबैजना ग्याङ। सो गाइस हामी चाहिँ निक्लिसकेको होइन। हाम्रो सबैजना गइरहेछौँ मन्दिरमा। जब भिडियो बनाउँछ जङ्गल आइजान्छ। हामी चाहिँ माक्ला मन्दिर आइपुगिसक्यौँ हो। अहिले यस्तो घाम लागिरहेछ। ल हामी चाहिँ सबैजना चढ्दैछ गाइस। अर्पिताले ढोगेर चढ्यो सिडी। गुड गर्ल लैजाउँ, जताबाट चढ्दा नि हुन्छ। ल हामी चाहिँ जाँदैछौँ मन्दिरतर्फ हो। चाहिँ छ मन्दिर। त गाइस हामी चाहिँ यहाँ यति धेरै लाइन लागिरहेछ, भिड छ पुरा होइन। पछाडि आज चाहिँ स्याटरडे भएर एकदमै भिड छ है मन्दिर। मलाई त हाँसै उठेको रुमाल बाँधेर। यहाँ चाहिँ देख्न सक्नुहुन्छ, यहाँ इन्डिया उहाँ भुटानको बोर्डर। हामी चाहिँ फाइनली पूजा पनि गरिसक्यौँ होइन। यति धेरै भिड थियो आज हो मन्दिर, किनकि आज शनिबार हो। त शनिबार मङ्गलबार त एकदमै जुनै मन्दिर पनि भिडै हुन्छ, अरू बेला पनि भिडै हुन्छ होइन। प्रायः जस्तो शनिबार मङ्गलबार चाहिँ धेरै भिड हुन्छ र मजाले माताको दर्शन पनि गऱ्यो, मनलाई एकदम शान्ति पनि मिल्यो होइन। पूजा पनि गरिसक्यौँ। अब चाहिँ घरतर्फ लाग्ने हो। यहाँ सबैजना अलिअलि फोटो खिचिरहेछ यो हो। हामीले यहाँ फ्यामिली फोटो पनि खिचेको मैले निकालेँ। अन्त आज चाहिँ अलिक भिडै नै छ मन्दिर, कम्ती लामो लाइन लाग्नु परेको होइन। ए गाइस मेरो बोजूलाई चाहिँ पुरा फोटो खिच्नु मन लाग्यो अरे एक्लै माक्रा मन्दिरमा होइन। अनि यहीँ क्यामेरा बाजेले फोटो खिचिदिँदैछ, बोजू पोज दिइरहेछ हो पुरा है। बाजेले पोज गरिदिएर खिचिदिँदैछ बोजूको मन्दिरमा यहाँ। यस्तो गाइस अब चाहिँ हाम्रो पूजाहरू पनि सकिसक्यो। अब चाहिँ हामी घरतर्फ लाग्ने हो। बाई बाई गरिदिनु दिदी, अब जाने हामीहरू घर। अर्को नि बाई गर, बाई बाई। ल आजलाई यतिमै समाप्त है, समाप्त ल।